हो हैन तर यो ट्याटूको पेन कस्तो हुन्छ मलाई थाहा छैन अहिलेसम्म यो कान सान छेड्ने बेलामा चाहिँ एकदमै मैले आफै गरेको हो स्विट पेन अरे अब कतिको दुख्दो रहेछ म भन्छु है अनि तपाईहरुलाई पनि ट्याटू हान्न मन छ भने चाहिँ तपाईहरुलाई अहिले सजिलो छ सुन्दर बजार मेलामा स्टल छ दाइको के ट्याटू छ एन्जल ट्याटूमा गएर टक टक है नयाँ मेसिनले हाल्न गइरहेको छु म नयाँ मेसिन गाइस म भागे मान्छे नयाँ मान्छे हैन नयाँ ट्याटू नयाँ मेसिन नयाँ ट्याटू ल के होला जस्तो छ आज यही गाइज यहाँ छ रेडी भइसकेको छ मेरो यहाँ अब यहाँ हान्ने हो यसमा टुई 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 हान्ने ठिक छ होइन दाइ डिजाइन चाहिँ मिनिङफुल डिजाइन ल यसको मिनिङ पछि लास्टमा भन्छु है कहानी त लामो छ हैन लामो छ ल अब सुरु हुन लाग्यो गाइस बाटोमा रोकेर हानेको त्यही भएर तपाईँहरूले ग्लोभ्स लगाएको छैन भनेर चाहिँ जज नगर्नु होला उहाँले पुरै सेनिटाइज गर्नुभएको छ उहाँको हात मलाई केही समस्या छैन ल सुरु भयो है गाइस हाल्नुभयो जय शम्भु जय भोले एकछिन ओके नै अनै छोडिदियो है टेक लङ ब्रेथ गाइस कतिको दुख्छ मलाई थाहा छैन है थाहा छैन अहिलेसम्म लामो सास लिनु हैन के पनि हैन लामो सास सुरु गर्नु गर्नु केही हुँदैन क्या खास भन्ने मात्रै मात्रै चिरिक चिरिक गऱ्यो हल्का कमलाले टोकायो यस्तो सारा संसार बिर्सिदिनु रहेछ मलाई अलिकति काटे जस्तो हुँदो रहेछ कता कता काटे जस्तो कता कता चिरे चिला जस्तो चिरा जस्तो कता चिलाइरहेको ठाउँमा ठ्याक्क मिलाएर धर्का त हान्ने ल मजा आइरहेछ है गाइज मलाई त्यस्तो दुखे छैन मजा आइरहेछ दलिहालेँ क्या मैले दाइ त्यहाँ अघि यो मेरो शरीर मेरै अधिकार है त अनि